झापाबाट अन्तु आउने बाटो यो हो। अन्तु पर्यटकीय क्षेत्र स्वागत गर्दछ। अन्तु डाँडा जाने बाटो यताको बाटो चाहिँ गुफा पातल जाने बाटो। यहाँदेखि छुट्टिन्छ है। यसलाई के भन्छ? छिरुवा। यो छिरुवाबाट छुट्टिने रहेछ है। झापा अन्तु गुफा पातल। यो चाहिँ अन्तुबाट गुफा पातल जाँदाको बाटो है। अफ रोड डेन्जर छ। अघि मैले खिच्नु बिर्सेछु, त्यो झन् खतरा थियो, खतरा। पानी परेकोले गर्दा यता नगइकन यता सिधा जाने। बाटो त बाटो तर वरिपरिको वातावरण इन्भाइरोमेन्ट हेर्नुहुन्छ भने त वाउ छ है। यो बाटोलाई भुल्ने खालको छ। फाइनली गुफा पातल आइपुग्यो हामी पनि। जुत्ता यस्तो ओ माई गॉड। वेदर पहाडी इलाकामा वेदरको के कुरा गर्नु हैन। हेर्नु न दामी है। रिग्रेट छ है झापालाई रिग्रेट। हामीले यतिखेर कस्तो गर्मी हुँदैछ वैशाख जेठमा। माई गॉड रिग्रेट होला है, रिग्रेट होला। फुली नहुँदा पनि यो गुफा पातल साँच्चै रमाइलो ठाउँ छ है। किनभने यो चाहिँ नेचर लभरहरूलाई लागि है। हाम्रो यहाँ पिकनिक हुँदैछ गुफा पातलमा। पिकनिक हुँदैछ। हाम्रो भाइहरू छ, राइडर भाइहरू। मेरो नानाको छोरा बहिनी। घरको बेग्लै आनन्द। मोमो खाने मोमो जे पाउँदछ है, जे पाउँदछ। चटपटे बनाउँदैछ मेरो बहिनीले। हेलो यता फर्केर हेलो। हेलो यता रमिला हेलो। नुमा हेलो गुफा पातल हेलो। हाम्रो क्लास हो न यो गुफा पातलको रमाइलो है नाना। गुफा पातल कस्तो दामी रमाइलो। यो चाहिँ फेरि घरबाट बनाएर ल्याएर के चाहिएन क्या हातले। स्यालको रक्सी हो। म चाहिँ यसरी खाँदैछु। आयो ओइ नानी किन अल्छाको? यसलाई कसले लडायो भने जस्तो लडेको हिटले लडायो नाना भने। कोटबाइजरले लडायो भन्ने बोला भयो त यहाँ त। निस्काउनु पर्दैन। हाम्रो लास्ट डान्स हो अनि हामी गयौँ। बाई बाई गुफा पातल।